कुण्डली अध्ययन भाग 1 मा सबैलाई स्वागत छ। हामी कुण्डली अध्ययनको बेसिक कुराहरू गर्दै गर्दै अगाडि बढ्दै जानेछौँ। जन्म कुण्डली अध्ययन गर्दाखेरि जान्नै पर्ने कुराहरू केही छन्। जस्तै जन्म कुण्डलीमा 12 वटा घरहरू हुन्छन्। 12 वटा घरहरूमा 12 वटा राशिहरू बसेका हुन्छन्। मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, मीन गरेर 12 वटा राशिहरू हुन्छन्। 12 वटा राशिहरू चाहिँ 1 नम्बर मेष राशि, 2 नम्बर वृष राशि, 3 नम्बर मिथुन राशि, 4 नम्बर कर्कट, 5 नम्बर सिंह, 6 नम्बर कन्या, 7 नम्बर तुला, 8 नम्बर वृश्चिक गरेर यसै गरी यो अङ्कहरू चाहिँ राशि हुन् भने यसलाई चाहिँ यो प्रथम भाव, पहिलो भाव, दोस्रो भाव, तेस्रो भाव, चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ गरेर 12 भावसम्म हुन्छ। यो भावहरूमा ग्रहहरू 9 वटा हुन्छन्। सूर्य, चन्द्र, मङ्गल, बुध, गुरु, शुक्र, शनि, राहु, केतु। अब यो ग्रहहरू चाहिँ कसरी यहाँ बस्छन् भन्दाखेरि जातकको लग्न कुण्डलीमा त्यतिखेर जुन लग्नमा जन्म भयो, जन्म हुँदाखेरि ती ग्रहहरू चाहिँ कुन कुन राशिमा थिए त्यही राशिहरूको घरमा चाहिँ यो ग्रहहरू बस्ने हुन्छ। मेष लग्नको कुण्डली भयो भने यो वृष लग्नको कुण्डली भयो। अब मेषमा चन्द्रमा थियो भनेदेखि अघि यो कुण्डलीमा मेषमा चन्द्रमा थियो भनेदेखि लग्नमा चन्द्रमा हुन्थ्यो। तर अब यो कुण्डलीमा चाहिँ मेषमा चन्द्रमा छ भनेदेखि चाहिँ 12औँ स्थानमा 12औँ भावमा 12औँ घरमा चाहिँ चन्द्रमा हुन्छ हैन। त्यस्तै गरी मिथुन लग्नको कुण्डली छ भने चन्द्रमा चाहिँ 11औँ घरमा चन्द्रमा हुने भयो। यदि मेषमा चन्द्रमा छ भनेदेखि लग्न अनुसार चाहिँ फरक फरक ठाउँमा चाहिँ राशिहरू हुन सक्छन्। अङ्क लेखेको राशि हो र 1, 2 यो चाहिँ प्रथम भाव, दोस्रो भाव, तेस्रो भाव। हामीले मिथुन लग्नमा प्रथम भाव लेखिरहेका छौँ। यो लग्न हो। यो लग्नलाई 1 मानेर 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12 भनेर थानहरू चाहिँ यसरी गणना गरिन्छ। यो कुरा चाहिँ बेसिक कुरा हो। यति कुरा बुझ्नुपर्छ। हामीलाई राशिहरूको नामहरू थाहा हुनु पर्यो, ग्रहहरूको नामहरू थाहा हुनु पर्यो।